हेलो वेलकम टु माई फर्स्ट ब्लग अफ माई लाइफ। म यो मेरो पहिलो ब्लग अपलोड गर्दैछु। हामी आज जाँदैछौँ फुटसल। धेरै पछि गएको मलाई सुहास भएको छ। फुटसल खेल्दा के हुने मलाई केही थाहा छैन। घरबाट निस्केको छु, ढिला त भएको छैन। प्रसिद्धसँग जाने हो। देख्नु भएको छ म बिरामी नै हो मान्छे। बिरामी भए नि खेल्न गइरहेको छु। बिरामी भए नि खेल्नुपर्छ र अब हामी जाँदैछौँ फुटसल। खोको फुटसल धेरै पछि अनिल बुढा मुभीकोमा। त्यो छ बाटो। आज पुरै धमिलो धमिलो बाटो, पुरै नै झ्याउ झ्याउ छ। नेक्स्ट टु एक्समा देखाउँ। छाती दुखिरहेको छ, त्यही नै खेल्न जाने हो। मार्छन् मम्मीले, छाती दुखिन्छ यही नै खेल्न जाने हो। फुटसल जान छोडिँदैन। र अब हामी यहाँबाट भ्यू देखाउँछौँ। पुरै नै चिसो, पानीले बादल नै बादल लागेको छ। म पनि कालो देखिया होला किनभने लाइटिङै छैन। यस्तै हो। फर्स्ट टाइम भ्लग बनाउँदैछु, अप्ठ्यारो लागिरहेको छ। यो त भ्यू भयो। मेरो घर फाइट हुँदैछ यहाँ। यो चाहिँ भवन भयो। यहीँ पर्ख प्राधिकरण भयो। सबै देखाउँछु म यहाँबाट। ट्रान्समिटर यसले छेक्यो ट्रान्समिटर। ऊ त्यो चाहिँ विदेशको घर भयो। विदेशको घर हो यो। प्रबलको घर यो प्रसिद्ध। अब चाहिँ म फुटसल गरेर नै तपाईँहरूलाई बाँकी कुरा देखाउँला। र अब म एकछिन कुर्छु प्रसिद्धलाई, अनि प्रसिद्ध म बाइकमा लान्छु। प्रसिद्ध राइडर हो। अब म चाहिँ प्रसिद्धलाई वेट गरिरहेको। प्रसिद्ध एकछिनमा आउँछ। देख्नु सक्नुहुन्छ यहाँ पिङ हो, पिङ खेलिरहेछन् बच्चाहरू। यहाँबाट भ्यू देखिरहनु हुन सक्नुहुन्छ। यो विदेशको घर हो। प्रसिद्धको घर हो, त्यो प्रबलको घर हो। पानी परेको छ। मान्छेहरू पिङ खेलिरह। प्रसिद्ध कुर्दै हो। अहिलेसम्म आएको छैन। मलाई एकदमै झ्याउ लागिसक्यो। डार्क सर्कल जिन्दगीमा। बादल सरी वरिपरि कति बादल। सृजन त यही तोबा तोबा तोबा, थारा मूड खराब कर दिया। सृजन यही चारैतिर बादल भएर नआएको हो। तर हुन नि चारैतिर बादल रहेछ। त्यही भएर सृजन त कहाँबाट आइस? फुटसल जान्ला मलाई प्रसिद्ध आएकै छैन हो। काममा हिरो। ल ल जा, भोलि भेटौँ ल। अब खेलाउँ ल तेरो इक्जाम पछि। ल ल कहाँबाट आएछ? यही देखाउनु हो। ऊ गयो कता। हाम्रो प्रसिद्ध भर्खर आउनुभयो। मलाई 15 मिनट पुऱ्याएर भर्खर आउनुभयो प्रसिद्ध। हुक्लाएर कसरी खेल्नु? हुक्लाएर हामी फुटसल आएका छौँ। कालो छ रिजन म नानी। ल हालिदिनु भाइ हो, तर साँच्चीमा हालिदिन्छु नि। यो फुटसल पुगेका छौँ। मेरो त्यो भर बोला चाहिँ यही हो प्लेयर। अपोनेन्ट आउँदैन भनेर भनेको छ भाइ। मैले हुनै लाग्दैन। म चाहिँ होइन दिउँसो अब फुटसलै दिइसकेको थिएँ क्या। यो अस्ति म 4 बजे हिँडेँ क्या। ए हो कि बी हो ल यसरी देखाउने हो। ए भाइ के हो तिम्रो? फुटसल किन नआएको? प्लेयर खोइ मुला भाइ, एकजना मात्रै आएको छ। अब तिनीहरूले धोका दिए नि। अनि झ्याल्दैन हुन्छ। तिनीहरूलाई आउने झ्याउनेको कहाँ थियो? अब यो भिडियो त पाउँदैन, तिमीलाई गाह्रै पर्छ। भान्डाले खिचिहाल्छ। के भन्छ के भयो? त्यो तपाईँले मेरो भिडियो खिचेको थियो त, प्रवासले एडिट गर्छ अरे। कस्तो भिडियो? पाकिस्तानी टाइपको किन? त्यहाँ तपाईँले हालेको थियो त मेरो। मैले कुन हाले तिम्रो? म स्कुल गइरहेको बेला ए त्यो खाएको दिनको भोलिपल्ट क्या बिर्सिन। रिजनले भ्लग गर्न सिकाइरहेको छ। हे गाइस, मलाई रिजनले सिकाएको। अनि हामी फुटसल आएका छौँ भन्ने क्या।
भाइ के हेरेको तिमी भाइ के छ त आज हामीले जित्यौँ होइन कति गोलले जित्यौँ 2-3 गोलले 10% भयो बढी फुटसल जितेको हो कि भाइ साँच्चै एकदम भाइ मेरो कति दिन्छ रेटिङ म हाम्रो टिमको सोध्छु है त हाम्रो टिमको किपर त्यो तिम्रो किपरलाई त म हेर 3 रेटिङ मात्र दिन्छु 10 मा 10 अनि त्यसपछि तिमी बस्यौ तिमीलाई भाइ 5 दिन्छु एल्जिनलाई त 8 दिन्छु त्यसले राम्रो सेभ गरेको थियो भान्डे चाहिँ मलाई माइनसमा जान्छ नटब्याक खाने हो 2-3टा त्यही त अन्सुको ल अब तिमी भन तिमी कसलाई दिन्छ तिमी रेटिङ प्रसिद्धलाई कति दाइले त 9 हो त खतरा खेल्ने नि कस्तो टप गर्न हाने थियो अनि मलाई कति नि तपाईँलाई अब तपाईँलाई 9 5 दिन्छु अनि सन्तोषलाई सन्तोष अहिले पनि झन् राम्रो खेल्यो 8 होइन ल भाइ म चाहिँ तिमीलाई 7 दिन्छु किनभने तिमीले इन्जुरी भयो तिम्रो स्ट्यामिना कम भयो राम्रो गेम इम्प्रुभ गर औषधि हेर्नु अब म चाहिँ साइनेक्स खान्छु गाह्रो भएको छ र आजको भ्लग हाम्रो यतिसम्म चाहिँ मैले टिका पनि नाच्छु मम्मीले बाँकी भ्लग अर्को भिडियोमा मेरो रुम मेस्सी बाई